नमस्कार। प्रस्तुत छ भाद्र महिनाको 9 गते मङ्गलबारको दैनिक राशिफल। आउनुहोस् जानौँ आज ग्रह गोचरले कुन कुन राशिलाई भाग्यमानी बनाएको छ। सुरु गरौँ मेष राशिबाट। मेष राशि हुनेहरूका लागि आजको दिन कुनै पनि नयाँ योजनाहरू अघि बढाउन अनुकूल समय रहेको छ। व्यावसायिक क्षेत्रमा गरिएको मेहनतको उच्च मूल्याङ्कन हुनेछ। शुभ रङ रहेको छ रातो, शुभ अङ्क 9, शुभ दिशा पूर्व। वृष राशि हुनेहरूका लागि आजको दिन आफन्त तथा साथीभाइहरूबाट राम्रो सहयोग मिल्नेछ। रोकिएका कामहरूले गति लिनेछन् भने कुनै नयाँ काम हुनेछ। शुभ रङ सेतो, शुभ अङ्क 6, शुभ दिशा दक्षिण। मिथुन राशि हुनेहरूका लागि आजको दिन बौद्धिक क्षमताको कदर हुनेछ। विद्या र सृजनात्मक क्षेत्रमा फड्को मार्न सकिनेछ वा बाजी मार्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर बनेर जानेछ। दिन सुखमय बित्नेछ। शुभ रङ हरियो, शुभ अङ्क 3, शुभ दिशा दक्षिण। कर्कट राशि हुनेहरूका लागि आजको दिन घर परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ। जग्गा जमिन वा सवारी साधन सम्बन्धी काममा सफलता हात लाग्न सक्छ। कुनै नयाँ सवारी साधन घर भित्रिने योग पनि रहेको छ। शुभ रङ सेतो, शुभ अङ्क 2, शुभ दिशा उत्तर। सिंह राशि हुनेहरूका लागि आजको दिन पराक्रम र उत्साहमा वृद्धि हुनेछ। कुनै नयाँ जिम्मेवारी वा कुनै नयाँ नेतृत्वको क्षमता वृद्धि हुनेछ अथवा कुनै कुराको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ। शुभ रङ सुन्तला, शुभ अङ्क 1, शुभ दिशा पूर्व। कन्या राशि हुनेहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्नाले आफ्नो बोलीको प्रभावले रोकिएका कामहरू धेरै पहिलादेखि रोकिएका कामहरू अब बन्नेछन्। आर्थिक कारोबार भने सावधानी अपनाउनुहोला। कुनै पनि आर्थिक कारोबार सम्बन्धी कामहरू गर्दा सावधानी अपनाउनु पर्ने दिन रहेको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन शुभ रङ हरियो, शुभ अङ्क 5, शुभ दिशा दक्षिण। तुला राशि हुनेहरूका लागि आजको दिन आत्मबल र प्रतिष्ठा बढ्नेछ। सोचेका कामहरू समयमै सम्पन्न हुनाले मनमा शान्ति छाउनेछ वा मन प्रसन्न रहनेछ। आजको दिन शुभ नै रहनेछ। शुभ रङ सेतो, शुभ अङ्क 7, शुभ दिशा पश्चिम। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन वैदेशिक क्षेत्र वा टाढाको यात्राबाट फाइदा पुग्नेछ। खर्च बढ्ने पनि छ भने आम्दानी पनि उत्तिकै आगमन हुनेछ। शुभ रङ गाढा रातो, शुभ अङ्क 8, शुभ दिशा उत्तर। धनु राशि हुनेहरूका लागि आजको दिन आय स्रोतमा वृद्धि हुनेछ। साथीभाइहरूको सल्लाहबाट गरिएको कामबाट राम्रो सफलता प्राप्त हुनेछ तथा डिजिटल मार्केटबाट पनि वा कुनै पनि सेयर बजार अनलाइन सम्बन्धी कामहरूबाट पनि राम्रो सफलता हात लाग्ने दिन रहेको छ। शुभ अङ्क 3, शुभ दिशा पूर्व। मकर राशि हुनेहरूका लागि आजको दिन कार्यक्षेत्रमा तपाईँको कामको उच्च प्रशंसा हुनेछ। मिष्टान्न भोजनको अवसर पनि प्राप्त हुनेछ। पारिवारिक सुख शान्ति प्राप्त हुनेछ। शुभ रङ नीलो, शुभ अङ्क 5, शुभ दिशा उत्तर। कुम्भ राशि हुनेहरूका लागि आजको दिन धार्मिक तथा आध्यात्मिक कार्यतर्फ रुचि बढेर जानेछ वा झुकाव बढेर जानेछ। भाग्यले साथ दिने हुनाले कुनै पनि आँटेका कामहरू समयमै सफल हुनेछन्। शुभ रङ नीलो, शुभ अङ्क 4, शुभ दिशा पश्चिम। मीन राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्यमा केही उतार चढाव आउन सक्ने भएकाले खानपानमा भने विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा कुनै समस्या आउन सक्छ, त्यही भएर खानपानमा विशेष सतर्कता अपनाउनुहोला। धैर्यपूर्वक दिन बिताउनुहोला। दिन शुभ नै रहनेछ। शुभ रङ पहेँलो, शुभ अङ्क 7, शुभ दिशा उत्तर। धन्यवाद। अन्य कुनै पनि ज्योतिष सम्बन्धी जानकारीका लागि हाम्रो आइडीलाई फलो गर्नुहोला र युट्युबमा सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला।
यति भन्दै अर्को भिडियोसम्मको लागि बिदा हुन्छु। राधेश्याम।